आज चाहिँ अब हजुरहरूलाई मैले अस्ति देखाएको थिएँ बेर्नाको चाहिँ के कस्तो भयो भनेर अहिले दाइको लगभग बेर्ना यहाँ तयारी अवस्थामा भइसक्यो। यो बेर्ना चाहिँ रोप्नुभन्दा अगाडि नै यसलाई चाहिँ मजाले सिँचाइ दिएर चाहिँ यो बेर्ना उखालेर चाहिँ हामी रोप्छौँ। त्यस पछाडि दाइले यहाँ थोरै सयपत्री पनि राख्नुभएको छ, एकदमै राम्रो हो रोप्नको लागि। अरू भनेको चाहिँ टमाटरको बिरुवालाई चाहिँ यहाँ मजाले पानी हालिदिएर चाहिँ अहिले म तपाईँहरूलाई रोपेको पनि देखाउँछु। ल अब चाहिँ म यो टमाटरको बिरुवा चाहिँ रोप्ने तरिका हजुरहरूलाई जानकारी दिन गइरहेको छु। हामीले टमाटर रोप्दाखेरि चाहिँ सामान्य तरिकाले रोप्दाखेरि चाहिँ खासमा चाहिँ अब यसलाई चाहिँ हामीले अर्ग्यानिक तरिकाले गर्न लागिरहेको छौँ। त्यो भएर चाहिँ यसमा चाहिँ अब दाइले यहाँ जीवातु झोलमोल बनाउनु भएको छ, त्यो प्रयोग गर्नुभएको छ भने। अरू भनेको चाहिँ यसलाई अब हामीले चाहिँ खासमा चाहिँ ढुसीनाशक विषादीमा चाहिँ डुबाएर चाहिँ रोप्न पनि सक्छौँ। तर हामीले अर्ग्यानिक गरेको हुनाले चाहिँ यसमा चाहिँ गहुँत सहुँत मिसाएर पनि हामीले चाहिँ प्रयोग गर्न सक्छौँ भने। अब यो रोप्दाखेरि चाहिँ दाइले यहाँ तयारी गरिसक्नु भएको छ, मैले हजुरलाई रोपेर देखाउँछु। यो माटो एकदम पकाएर राख्नु भएको थियो दाइले भने। अब यो रोप्नको तरिका भने चाहिँ हजुरहरूले चाहिँ यो राखेर चाहिँ यसरी यो जति यो माटोको लेभल छ, माटोको लेभलमा बनाएर दुईतिरबाट यसरी थिच्नु भइसके पछाडि चाहिँ यो हाम्रो बिरुवा तयारी भयो। अनि त्यस पछाडि चाहिँ हामीले चाहिँ यो हजारीमा चाहिँ पानी लिएर आएर चाहिँ सरर छेउबाट हालिदिएपछि यो हाम्रो बिरुवा सर्यो। ल हस् त, धन्यवाद। बाई।